छोरी छैन छोरै जस्तो लाग्छ। तालिमको लागि हामीले आफ्ना बालबालिकाहरूलाई विद्यालयमा गएर सर्वाङ्गीण विकास गराउनको निम्ति हामीले 10 दिनसम्म तालिममा सिकेका कुराहरू, यस्तै हामीले तालिममा सिकेका सम्पूर्ण कुराहरू हाम्रो आफ्नो आफ्नो पालिकामा जिल्लामा गएर हामीले आफ्नो बाल विकासको सम्पूर्ण शिक्षक साथीहरूलाई हामीले सिकाउन सक्छौं। सबैले देख्न सक्नुहुन्छ यो अति महत्त्वपूर्ण छ, किनभने बालबालिका सर्वाङ्गीण विकास गराउनको निम्ति विभिन्न किसिमका कलरहरू, गुडियाहरू, रिङ बलहरू, चित्रहरू त्यस्तै गरेर हामीले सम्पूर्ण कुराहरू बनाएका छौं। थ्योरी क्लाससँगै हामीले 10 दिनसम्म गरेका यिनी क्रियाकलापहरू हुन्। ल केराको चित्र सोझो गराउनु। ल सबै साथीहरूले आफ्नो कलाहरू प्रदर्शन गरेका छौं। एकदमै राम्रो छ सबै साथीहरूको कला। हामीले आफ्नो विद्यालयमा गएर आफ्नो बालबालिकासँग प्रयोग गर्नेछौं र बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुर्याउनेछौं। एकदमै राम्रो गर्नुभएको छ सबैजनाले। हामीले यस्तै गरेर विद्यालयमा गएर फेरि अभिभावक शिक्षा कार्यक्रम गराएर हामीले अभिभावकसँग छलफल गरेर यस्तै किसिमका विभिन्न किसिमका चित्रहरू बनाएर आफ्नो बालबालिकालाई घरमा पनि यसरी सिकाउन सकिन्छ है भन्ने एउटा उदाहरण पनि दिन सक्छौं। त्यसैले हामी यो बुट क्याम्प तालिममा हामीले सिकेका सम्पूर्ण कुराहरू हामीले सबैले राखेका छौं। यस्तै गरेर हामीले विभिन्न किसिमका आज हाम्रो तालिमको अन्तिम दिन छ। अन्तिम दिनमा हामीले गराएका कुराहरू थ्योरी क्लाससँगै हामीले विभिन्न किसिमका चित्रहरू बनाएका छौं भने गुडियाहरू बनाएका छौं, कसैले बर्थडे टोपीहरू लगाएका छौं। तपाईले के गराउनु भएको छ? स्याउको चित्र। स्याउ कस्तो हुन्छ? रातो हुन्छ, एकदम मिठो हुन्छ। तपाईले के गराउनु भएको छ त्यो? मैले गुडिया। धन्यवाद गुडिया। हजुरले के गराउनु भयो? यो के को चित्र हो? केरा। धन्यवाद। हजुरले के लगाउनु भएको छ टाउकोमा? मैले यो बर्थडेमा लगाउने टोपी लगाएको हो। धन्यवाद। केन्द्रमा लगाउने। हजुरले के चाँची राख्नु भएको छ? यो ज्यामिति आकारहरू हुन्, चतुर्भुज, गोलाकार, यो पनि चतुर्भुजै हो। धन्यवाद। हजुरले के गराउनु भएको छ? धन्यवाद। ल म छेउबाट सोधे यो के बनाउनु भएको छ? हजुरले केमा प्रयोग हुन्छ होला? यो बार चार्ट हो। केटाकेटीलाई धन्यवाद। हजुरले के बनाउनु भयो? योबाट मौसम सम्बन्धी विभिन्न जानकारी केटाकेटीलाई छलफल गरेर बुझाउन सकिन्छ। धन्यवाद म्याम। हजुरले के बनाउनु भएको छ? यो मेवा कस्तो हुन्छ भनेर चित्र बनाएको। हजुरले के बनाउनु भयो? राष्ट्रिय चिन्ह, झण्डा, राष्ट्रिय चिन्हको बारेमा जानकारी गराउनको लागि आफैले बनाएको? आफैले बनाएको। आहा कस्तो राम्रो, धन्यवाद। यो हजुरले के बनाउनु भएको छ? मौसम पात्र। यो मौसम पात्रले हावाहुरी लागेको अनि बाहिर कस्तो छ भन्ने कुरा बुझाउँछ। त्यही त नि, धन्यवाद। ल हजुरले के बनाउनु भएको छ? झण्डा। हजुरले के बनाउनु भयो म्याम? यो स्याउ। धन्यवाद। हजुरले? मैले त्यस्तो घडी, समयको लागि घडी बनाएको छु। ए त्यसमा सुई पनि राख्नु पर्ने होला, बाँकी पुरा भएको रहन्छ है। ल राखौँ। धन्यवाद। ल हजुरले के बनाउनु भयो? धन्यवाद। हजुरले के को चित्र बनाउनु भयो म्याम? आहा कति राम्रो हरियो पात है, रातो फुलहरू। ल हजुरले के बनाउनु भयो म्याम? बादल, हावा, घाम, पानी, मौसम। धन्यवाद। अनि यता के को चित्र बनाउनु भयो म्याम? केराको चित्र हो। हामीहरूलाई यो बच्चाहरूलाई खाँदाखेरि स्वस्थ पोसिलो खाने उ हो। धन्यवाद। अनि यता 7 बारका नामहरू। 7 बारका नामहरू कलर लगाएर है, अलि राम्रोसँग कलर लगाउने, राम्रोसँग कलर लागेको छैन, जिगज्याग हुन्छ त्यो बच्चालाई है। यता के बनाउनु भयो? झण्डा, रङ चिनाउने।
राष्ट्रिय झन्डाको परिचय ल धन्यवाद। यो के हो म्याम? त्यो रिङ बच्चा बच्चीहरूलाई सिकाउन गोलो गोलो छ भनेर सिकाउनको लागि एउटा गोलो रिङ बनाएको हो। धन्यवाद। हजुरले यो के बनाउनु भयो? हजुर यो एप्पल एप्पलको चित्र। एप्पल कस्तो हुन्छ? रातो हुन्छ बच्चा बच्चीलाई। धन्यवाद। हजुरले के को चित्र बनाउनु भयो? यो चङ्गा चङ्गा। चङ्गा चङ्गा कहिले परेको हुन्छ? यो असोजको दसैँको बेलामा तिहारको बेलामा चङ्गा परेको हुन्छ। धन्यवाद। हजुरले यो के बनाउनु भयो? हाम्रो दैनिक जीवनमा खाने तरकारी। ए धन्यवाद। राम्रो छ। सबैले बनाएका, हामीले चित्रहरू बनाएका गुडियाहरू सबै हामीले यहीँ बनाएका छौँ र हामीले आफ्नो आफ्नो विद्यालयमा लग्नेछौँ र यो एक ठाउँमा नथन्क्याएर हामीले आफ्नो विद्यालयमा रहेर आफ्नो बालबालिकालाई प्रयोग गर्नेछौँ र यतिले मात्रै पुग्ने छैन। यो हामीले स्याम्पल मात्रै बनाएका छौँ। आफ्नो विद्यालयमा गएर हामीले धेरै अन्य कुराहरू पनि हामीले समेटेर गराउँछौँ र तालिममा 10 दिनसम्म हामीले जति तालिममा सिकेका छौँ तिनी कुराहरू सबै हामीले गराउँछौँ र आफूले पनि सिकेका छौँ र आफ्नो आफ्नो पालिकामा गएर सम्पूर्ण बाल विकास शिक्षक साथीहरूलाई पनि हामी सिकाउनेछौँ। प्रदर्शन भइरहेको छ। 10 दिनको तालिमको सिकाइहरू। अब आज तालिमको अन्तिम दिन हुँदैछ। म्याडम बस्नु त। पालै पालो कितना के फोटो अनि सब उहाँको मैले निकाल्दा राम्रो त्यहीँबाट राख्नु अनि राख्नु सक्दिनँ बर्बाद भएर राख्ने मात्रै हामीलाई बर्बाद भयो। गुडिया समाप्नु न। भाइ हालिदिनु पर्छ तिनका यसको देखाउँछ नि ठिक हुन्छ। उतलिन चाहनु मोबाइल नचलाउनु न, मैले भिडियो बनाउनु।